मोहीमा चिनी हालेर खाने भनिरहेको छन् होइन भाइहरूले भन्नु त्यही भएर मैले यहाँ बट्टै ल्याइदिएँ त्यो खटार ल्याएर अहिले लोभ गरे भन्छन् भनेर म चिनी नहाले भन्थ्यो होइन भयो भाइ ए भाइ के घरको के यसमा हाल मोही चाहिँ यसमा ल दाइ तँ कति सानो सम्झा छ दाइ हेर्न न झरेको छैन चिनी हो झरे आएन यस्तो हो नि त सबै तरिका हुन्छ म चियामा चिनी खान्न मेरो सिस्टम मेरो त्यस्तो छ होइन मैले अघि के भने भन्दाखेरि होइन ऊ बाइकवाला हेरेको छ कि छैन तैँले दुईजना बाइकवाला भन्छ त सोध्दै भन्नु नि त्यो अहिले ट्रेन्डिङ क्या भन्छ त्यो राजकुमारवाला क्या कहाँ राजकुमारवाला त है राजकुमार हालेछ त त्यसले नै हालेको त होइन त्यो कसले हाले राजकुमार थाहा मगर मुजीले हाले सरी होइन ठिक छ त्यसले हालेवाला होइन यो चाहिँ काटिदियो होइन अनि मलाई मन पर्दैन त्यो मनै पर्नु पर्छ भने मन पर्छ मुजी भन्दा गलत भयो मन पर्छ ठिक छ त्यो पाइयो भाइ त्यही भन्दा अहिले ट्रेन्डिङ क्या त्यो गाडीलाई ओभरटेक गर्नेवाला सिनारियो क्या सरी भन्दा भन्दै पिट्दैन त एउटा गाडीवालाले हाइवेमा नगर्नु क्या ल भन्दा कुन दुनियाँ छ देखाउने होइन म बताउँछु देखाउँदाखेरि दर्शकहरूलाई नि हाल्नुपर्छ होइन दर्शकहरूलाई त हाल्न के भन्दाखेरि कहाँ दाइ नगरकोटमा रे नगरकोटको बाटोमा दुईजना राइडरहरू क्या अहिलेको राइडरहरू कस्तो छन् थाहा छ नि पुरा मोटो ब्लगर्स यता गोब्रो सोब्रो लगाएर चाहिँ टक्क अब आफ्नो राइडमा हिँडिरहेको थियो दुईजना हेर दुईजना हिँडेर दुईजना गर्किरहेको छन् सर अनि उताबाट एउटा गाडी आयो ओभरटेक गरेर होइन ओभरटेक गर्दा चाहिँ रङसारी आइहाल्छ नेपालमा 4 लेनको 8 लेनको बाटो होइन त्यही बाटो 2 लेनको बाटो हो होइन त्यो ओभरटेक गर्दाखेरि टक्क पेलो क्या यति भयो यसरी भयो त्यो भ्याङ्ग हान्ने हो सिसा होइन त्यो त फेरि मुगली नारायण घाटवाला सडकको माइक्रोमा हानेवाला त्यो सडक गयो होइन अनि पेल्यो त्यो मुला बाइकरहरू झन्डै लडे हो सिनारियो चाहिँ ठ्याक्कै त्यो तिमीले मुगली नारायण घाट जसरी च्याप्या जस्तो छ नि होइन त्यो मुगली नारायण घाटको वाला चाहिँ अलिकति ब्लाइन्ड स्पटमा छ त्यो चाहिँ सिधै बाटा जस्तो छ अब त्यो ओभरटेक गर्नलाई जहिले नि तिम्रो अगाडि गाडी भइसकेपछि अर्का लेनमै गएर ओभरटेक गर्ने हो त्यो पछिको हेर होइन तिमीले म भनिहाल्छु ओभरटेक गर हो हुन्छ नि गर्दा हुन्छ भन्न ओभरटेक गर त्यसपछि झन्डै हान्नु लड्न खोज्यो अनि अब केटाहरूको जोस एटिट्युड हल्का अब गोब्रो झुन्डाइसकेपछि त म फर्केर गएर सिक्नु परेन होइन सनक्क फर्केर गयो दुईजना एटिट्युडमा गयो दुईजना आज सेल्सी मुलालाई के सोचेछन् केटाहरूले भन्दाखेरि भर्खर भयो बुढो होला मान्छे भ्लग पनि आयो बुढो होला मान्छे थर्काउँछु भनेर गएर चल्छ पनि यस्तो भिडियो चल्ने हो भनेर गएको त खास सिधा कुरो होइन दाइ किन यसरी कुदाउनु भएको तपाईँले यसरी कुदाउनु पर्छ भनेर त्यो उ गर्न गएको होइन ल आज म भ्लग पनि हुन्छ यसलाई अलिक सेका जस्तो पनि गर्छु गाडी फर्काउँछु भनेर गएको भोटे परेछ ज्वाङको भोटे है सम्झी पर्नु भएछ जातलाई हेपेर भने होइन क्या भोटे मलाई बाहुन भने भएर आउन भाइ याद हो सबै त्यही हिसाबले तैँले जसरी पर्सि गर्छ त्यसरी गर्दैन नि त भाइ बुझ्न त्यसलाई रेसिट हुन्छ क्या बुझ्न मान्छेले के भनिन्छ भन्दाखेरि दमाईलाई दमाई किन भन्दाखेरि त्यो भेप्या भनिन्छ किन भन्दाखेरि उनीहरू जहिले नि अन्डर प्रिभिलेज छन् क्या समाजमा त्यो हिसाबमा लिइदिन्छ अब यहाँ मैले लिनु भएन किन त्यसरी उसलाई मैले सम्बोधन किन गरेँ भन्दाखेरि दुईजना केटाहरूले सरी भने नि त सरी भन्दा भन्दै पनि मर्नी गरी त्यसले गाडीबाट ओर्लेर ल्याम्पको त्यो दुईजनालाई त्यस्तो मर्नी गरी होइन भन्दा अब त्यो भने हाने हा लात्ती साथी हाने हा भनौँ अनि मैले भने चाहिँ त्यो जो दुईजना त्यो बाइकमा दुईटा छुट्टै बाइकमा खान् क्या होइन तिनीहरू त्यत्रो घुमाएर गइसकेपछि सरी भन्दा भन्दा नि पिटिसकेपछि उनीहरूको धर्म के हो त फेरि पिट्ने हो क्या त्यो केटालाई भन बाइक घुमाएरै गइसकेपछि त उनीहरू थर्काउँछु अथवा केही तिम्रो भन्छु भनेर गएको हो नि त होइन अनि सरी भन्दा भन्दै बाइकवालाहरू सरी भन्दा भन्दै बाइकवाला गाडीबाट आएर डिस्कसन पर्दा पर्दै पिट्नेलाई बाइकवालाले पिट्ने कि नपिट्ने होइन उसको धर्म नि त कि त घुमाएर जानु हुँदैन थियो अनि पिटा खाए हेरेर बसेर भनेर चाहिँ सबैले किन नपिट्यो भनेर फेसबुकभरि कमेन्ट चाहिँ त्यो छ क्या बुझेनौ अनि उनीहरूले राम्रै गरे हात नचढ्नु त राम्रो हो नि त होइन घुमाएर गइसक्यो स्क्रिप्टेड छोडिदिनु स्क्रिप्टेडमा पछि आउँछु मैले अब मेरो दिमागमा त इमेज बनिन नि त अब मेरो त भिड पनि बनिरहेको इमेजमा त मैले भने के चाहिँ के भन्दाखेरि चाहिँ अब त्यो कुट्नी त्यो तिनीहरू कन्टेन्ट लिनु गएको भने हिसाबले मेरो दिमागमा पनि त्यो इमेज बन्छ उनीहरूले त्यो फर्काएर टक्क लगाएर त्यो होइन अब ग्रुपमै छ कहीँ छ होइन अर्कोले अब ओभरटेक गर्दा पेल्ले खा उनीहरूलाई होइन दिनु पर्यो नि त त्यहाँ गइसकेपछि अब त्यो अल्टरकेसन पर्दाखेरि अब त्यसले कुट्छ भन्ने थाहा पाइसकेपछि सरी भन्नु थाल्यो कि अडिनी सरी भने हो
होइन बोल्दा ओर्लेर बोल्दा जे भने हुन्छ अहिले नि ठगेपछि ऊ आयो जङ्गेर आयो जस कुट्छ भन्ने ऊ त हिसाबले आयो। लोकल त्यहाँको आयो। लोकल रहेछ होइन तिनीहरूलाई के थाहा सँगै बुढो होला थर्काउँछ आयो भन्नेहरू गएको घाँस तिनीहरू लोकल परेपछि यत्रो ज्यान भएको दुईजना धुला पछाडि हानिहाल्यो हो अनि सरी सरी भन्दा नि कुट्यो भनेपछि अनि त्यही भएर चाहिँ तँ भने शब्द है सरी त्यो अब यहाँ के अरे म्यासेज दिँदाखेरि त हामीले कुटपिट गर्नु हुँदैन दिनुपर्छ होइन होइन तर उनीहरू अर्काले हानेर बाइक थाप्नु। घुमाएर आफू भएर गइसकेपछि तिम्रो सरी पनि भएन। भन्दा भन्दै नि पिटिरहेछ तर अनि दुईजना खान क्या अनि नपिट्ने भन्ने हुन्छ तिम्रो भइरहेको के झगडा अर्थ गर्नु हुँदैन। तिम्रो दुईजना भएको थियो तिनीहरूमा के अर्थ ल भन। पहिलो फरक गइँदैन। फर्स्ट हो ल गयो ल भने फर्केर नि गयो तिम्रो हामी पनि अब तिम्रो पनि कन्टेन्ट क्रिएटर अँ। अहिले जोस नगर्दा अहिले छिटो पर्छ भ्यू चाहिन्छ भन्नु है। ए त मेरो चाहिँ सोचाइ त क्यामेरा बन्द गरेर चाहिँ जान्थेँ होला सायद म किनकि म त त्यसको गल्ती यो भनेर जान्ला नि म भ्युजको लागि जान्ला होइन नि त है अनि यस्तो साथी उनीहरू भ्युजको लागि गए त्यो त अर्कै कुरा म त भयो भ्युजको होइन लागि तर होइन मलाई गइसकिस्। यसो दाइ सरी भनेर मैले दुईचोटि सरी भन्दा पनि भन्दा नि हामीलाई छ भने अब फेरि एकछिन खान्छ फेरि अनि त्यो घुमाएर गएको चाहिँ सरी भन्नुलाई तपाईँलाई कसैलाई आएर मारौँ न जसरी आएको छ नि यसो विचार गर्दाखेरि हुन त हो नि अनि किन त्यसरी चलाएको भने त यसो भन्न गएको अब त्यहाँ चाहिँ भन्नु सरी भन्नु गएको सरी हेर्नु उनीहरू त कुर्छु भनेर गएको तर उनीहरूले सम्झाउन सोचेर थर्काउन उनीहरूले अथवा जुन केही सोचेर गर्न। गयो नि मान्छे सम्झि आउँछ नि थाहा भएन जुन मान्छे सोचेर गयो नि भर बुढो बुढो होला अब त्यो ऊ गाडी गाडी नै बुढो सेन्टो बुढो छ नि त, सेन्टो सेन्टो गाडी बुढो सुढो होला यसलाई हाउँ गर्छु भनेर गएका हुन् तर निस्क्यो नि त तारा हालो सबैभन्दा मेन कुरा मैले के भन्दा त्यो बुढोले एक्लै कुटायो त्यो सपोर्ट कुट्यो नि। कोही छैन भने सोलो निस्क्यो ट्याङ्का ट्याङ हाल्नु अब माना दाइले भनेर स्क्रिप्ट जस्तो नि छ होइन स्क्रिप्ट जस्तो लाग्छ मलाई त। स्क्रिप्ट जस्तै नि त। किन भन्दाखेरि त्यो भान्जा बुझेन उनीहरू गाडी बाइक घुमाएर जान्छन् त्यो गाडी अनि उता गएपछि रोकिया क्या अब त्यो गाडीवाला आए हिँडेर मान्छे तिम्रो कहिलेकाहीँ तिमी हामी रेगुलर बाटो हिँडिन्छ कहिलेकाहीँ अर्कोले च्याप्या जस्तो लाग्छ अथवा कहिलेकाहीँ नजानिकन अर्कोलाई पेल्ल्या हुन्छ नि होइन तिमी फर्केर जान्छौ त दुई नैजना एकैचोटि फर्केर त्यो दुई नैजना झगडा गर्ने मेन्टालिटीवाला दुईजना छुट्टै हो नि त, एउटै हो नि। ब्लगरहरू त दुईजना यस्तो हो क्या खास दुईजना साथी के होला? होइन एकजना हो क्या अब। सुन अनि त्यो इमेज बनिरहेको छ त हाम्रो मामा। एक खुट्टा कुट्ने यो त्यो त होइन? सबै यो भइरहेको छैन ओइ, यो त यो भइरहेको छ त्यो गल्ती त पहिला उसकै रहेछ है। गल्ती छ गल्ती त प्योर रहेछ नि त त्यसको। अब नि भाइ मलाई पुग्यो दाइ मलाई चाहिँ ठ्याक्सी नै पुग्यो। अब ए हामी पनि सक्यो। ए मलाई दादा हुनुहुँदो रहेछ नि त फेरि अलिकति। यस्तो दादा हाम्रो खिला पर्नु के कहिले पर्दैन होइन ए भाइ एकचोटि उठेर भन्नु त्यो कुरा दादाहरूले नि दियो भने किन भनेर त थाहा पाउँछ नि क्या हामीले होइन है उसले होइन अहिलेको जस्तो रियालिटी के भन्नुपर्छ भन्दाखेरि अहिले मोटो भाइ तिम्रो भ्लगरहरूको जिग्रो त देखि मोटो भ्लगरहरूको चाहिँ के छ भन्दाखेरि यस्तो झगडासडा गरे एक्सिडेन्ट होइन यो हो भन्ने छ क्या मोटो भ्लगिङ मान्छे त्यो नेगेटिभ वाला ऊ छ क्या भाइ तँलाई जस्तै एउटा राम्रो कसैले बाटा अब जस्तै फोर टिप्दैछ अथवा केही पोजिटिभ काम गर्दैछ भने त्यो भ्यू चाहिँ कम हुन्छ क्या जहाँ चाहिँ नेगेटिभिटी हुन्छ नि त हामीलाई नै त्यो कुनै त्यस्तो हुन्छ जस्तो लाग्छ क्या होइन त्यो त यस्तो हो, त्यो ब्लेम गर्ने के त अल्गोरिदमलाई ब्लेम गर्ने क्या यसो गरेर। अब भन्नुपर्दा त्यो कुटपिट भए भनेर नभए भने कसले हेरेर बस्छ र होइन भाइ जस्तै मलाई त्यो कुटपिट एक्सिडेन्टवाला हुन्छ नि म त हेर्दिनँ क्या म इग्नोर गर्छु कि जेनरल पिपलको कुरा हेरेर छु 80% भ्युअरले के गरेर अड्किन्छ त उनीहरू रिटेन्सन के गाली पाउँछ भन्दा झगडा भयो भने रिटेन्सन पाइन्छ के नेगेटिभ भयो भने होइन रिटेन्सन यस्तो भन्छ हामीले भिडियो हेर्दाखेरि पनि बाइक कुदिरहेको छ भने एउटा स्पिड कुदे बाइक हेर्छ कुमेर लड्छ भने नि त हामीले त त्यो होइन भिडियो लड्छ नलड्छ हामी कुमेर लड्छ भने हेर्छ हामीले के हुन्छ भनेर मतलब के डिफ्रेन्ट हुन्छ नर्मलै भइरहन्छ कि के डिफ्रेन्ट हुन्छ भनेर यो अब त डिफ्रेन्ट जेनरली छोड्नु न कुने किन लड्ने हो क्या सिधा कुरा गर्दाखेरि त्यही भएर कुमेर त्यो- लड्छ भन्ने कुरा हो नि त। दुवैजना गल्ती छ म भन्छु किन भन्दाखेरि कहिलेकाहीँ अनइन्टेन्सनली नि भाइ मैले तैँले भने जस्तै 2 लेनको बाटो छ अर्कोलाई ओभरटेक गर्नु छ भने यहाँ यसरी गाडी छ भने यो लेन नगइकन ओभरटेक गर्न मिल्दैन अब जब यो मान्छेले ओभरटेक गर्दैछ भन्ने थाहा पाउँदै उताबाट आउने राइडरले नि कहिलेकाहीँ कन्सिडर गर्नुपर्छ क्या भूकम्प आइए होइन भाइ हावा हो कहाँ घरै हल्लाउँदो रहेछ यार हावाले यार। त्यो भुजमा आएर भनेको हो नि त। ए भाइ यार 72 सालको भूकम्पको बेला माथिको ढलान भएको हो त टेन्सन नलिनु उनीहरू 72 भन्दा उनीहरू बढीको गयो भने रिक्स छ 72 अन्डरकोमा हामी सेफ छ मिक्सर हुन्छ होइन होइन भाइब्रेटर भाइब्रेटर लाउनु नेचुरल भाइब्रेटर लागेको अरे यो आएको त माथि भनेपछि खाँदै 72 सालको बुझ्नुहोस् उसो सबैभन्दा माथिको तल्ला चाहिँ तेरो ढलान थियो म ट्रिनिटी रिजल्ट लिन गएको दाइ एपेक्स रिजल्ट लिन गएको भूकम्प त्यस्तो टेन्सन
बनाएर घर अब सबै ढल्याएको थियो धराएर ढल्या भने होइन, डर म त टेन्सन मात्र के थिएन बल्ल तल्ल बाउले तल थपिदियो ढल्यो मागसम्म मलाई टेन्सनै थियो यार मेरो कस्तो छ अब भनिदिनै पर्यो नि होइन सुन्नु न दर्शक दिनेहरूले अहिले एकछिनमा फेरि आउँछ है मोटो मोटो ब्लगिङमा ए होइन अन्त ए मोटो ब्लगिङ म चाहिँ अडियन्स त मेरो साइको होला नि त के बोलिरहेको थिएँ यस्तो हो के भन्दाखेरि शनिबारको दिन हो नि होइन हो हो मासु र भात आफ्नो घरमा सबजना बसेर मासु र भात सेकिरहेका थियौँ होइन अनि अब भात थपिदिनु पर्यो नि त भनेर चरक्क उठेको त ढक 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 होला होइन अब स्कुलमा सिकाएको चाहिँ के छ हामीलाई भन्दाखेरि खाटा मुनि लुक्नुपर्छ टेबल मुनि लुक्नुपर्छ भनेर सिकाएको छ नि त म त अब 10 कक्षा कति 10मै पढ्यो स्कुलकै त हो नि आउने दिमागमा त लुगे म त गएर सिधै खाटा मुनि लुकेको होइन ढक 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 हल्लाइरहेको छ होइन अनि रोकिसकेपछि बाहिर हेर्छु त बाउ आमा सब चलिरहेको त्यो बेला थाहा भयो भाइ भेटाएर ल्याएर त त्यही भएर म त सब चलिसकेको छ म चाहिँ खाटा मुनि लुगा सेफ हुन्छ भनेर त्यस्तो हो क्या कहानी खाटा मुनि लुक्ने हिँड्ने सिधै जति सक्दो भागिहाल्यो ओपन स्पेस जाने भाइ तर यस्तो नि त त्यो हामीले एक्सपिरियन्स नगरे हो किन भन्दाखेरि कहिले काहीँ त्यो धेरै यो भाइब्रेसन हुँदाखेरि हामी एउटा डिरेक्सनमा गएको त्यो त्यही डिरेक्सनमा मुभ नहुनै सकिन्छ क्या किनभने तिमीलाई त रिङ्गटा लाए जस्तो बनाउँछ नि त कति मान्छेले रिङ्गटा लाए जस्तो फिल बनाउँछ नि होइन खुट्टा ठाउँमा चालिँदैन क्या मलाई म त अब 72 एक्सपिरियन्स थाहा छ नि त म त मेन रोडमा कुद्यो नि त मेन रोडमा कुद्यो सबै गाडीहरू साइड लाग्छन् म यता कुदिरहेको छु क्या म त यताबाट राइटबाट कुदेर लेफ्टबाट कुदिरहेको छु क्या रिङ्गटा लाए जस्तो हुन्छ त्यो डिरेक्सनै अल्टर गरिदिन्छ क्या म त त्यो कस्तो भन्दाखेरि चाहिँ अब त्यो खोइ बच्चा भएर हो कि सेन्स नभएर के हो र मलाई भुइँचालो भन्ने चाहिँ पछि रियलाइज भयो क्या यो भुइँचालो भन्ने कुरा बुझ्नु नि भुइँचालो जस्तो फिल भएन क्या मलाई केही न केही पर्लै भइरहेको छ त मात्रै फिल भयो मतलब यो भुइँचालो हो अर्थक्वेक हो हावा भाइ हावाले घर हल्लिन्छ हल्लिन्छ दाइ अब क्यामेरा हल्लिरहेको होला के भाइ यार यस्तो के तलको त्यो के अरे तल चाहिँ भाइब्रेट चाहिँ भइरहेको क्या अब त्यो हल्लियो भने पुरै लग लग होइन त्यो खुट्टामा चाहिँ धरतर भइरहेको क्या भइरहेको छैन त भइरहेको मेरो घर खतरा बनायो कि तर सुरुमा त म तर्से डर गर्दा अलिक बक्सा बक्सा छिकेर पहिला पहिला खुट्टी हाल्छ अहिले त आयो भने बक्सा छिकेर यसलाई जिराइदिनु पर्छ हामी जानुपर्छ है छिराउनु नि पर्यो खेल्नु पर्यो नि त छिर्दिनँ म त उहाँको 3 जनाले एकैचोटि लाती यसरी हामीले चिर्दैन होला त भन्छ यसरी हान्दाखेरि त्यसरी पो सोचेर म त डक्टर निकालेर धेरै राम्रो छ म मान्छे चिराउनु सानो बक्सा अब आउँछ फेरि भ्लगिङ बक्सा चिराउनु थाल्यो भने त्यो मेन कुरा चाहिँ त्यो अहिलेको भ्लगिङमा चाहिँ मलाई लागेको मेन इस्यु के थियो भन्दाखेरि चाहिँ जस्तै केटाहरू गयो कन्टेन्टको लागि त्यो अब एउटा लेभलमा अब कन्फ्रन्ट गर्नु पनि गाह्रो कन्टेन्ट लिनु पनि गाह्रो नर्मल मान्छे त हामी हो भने फर्काएर जाँदैनौँ किनभने कन्फ्रन्ट गर्नुभन्दा आफ्नै गन्तव्यमा जानु पर्यो एउटा कुरा चाहिँ तिमी रियालिटी यो चाहिँ सबैजना बाइक चलाउने मान्छे हो नि होइन चारैजना मैले यो कुरा पहिला नि भनिरहेको थिएँ धेरै प्रसङ्गमा पनि भनिरहेको थिएँ होइन के हो त भन्दाखेरि मोटरसाइकलको ड्राइभिङ गरेर हिँड्छु भनेर कोही मान्छे घरबाट हिँडेको छ भने म कोटसरसम्म चाहिँ भने म 100जनासँग झगडा गर्छु क्या किन भन्दाखेरि नेपालको बाटो त्यस्तो छ लेन शिक्षा छैन तिम्रो अव्यवस्थित पार्किङ छ च्याप्चन ओर्चन साइड लाइट दिँदैनन् मान्छे तिमी भन्दा नडाटी भने तिमी यहाँबाट हिँड्यो भने म आज चाहिँ 50जनासँग न्यु खोज्छु कोटसर पुन्जेल छ भने न्यु खोज्न मिल्छ कि मिल्दैन बाइक चलाएर हिँडेर खेतीपाती पनि त्यही छ भने त होइन मान्छे जो झगडा गर्छु नि भन्ने इन्टेन्सन हो भने बाइक चलाउँदाखेरि जहिले झगडा गर्नु मिल्छ गाडी चलाउँदा मिल्छ क्या किन भन्दाखेरि कसै न कसैले त भाइ पेलिन्छ क्या कहिले काहीँ जानी नभए नि पेलिन्छ क्या अब अस्ति के भयो त भन्दाखेरि म र बाबै आइरहेको थिएँ अब जस्तै म एक्लै चलाउँदा अलिकति रेकलेस हुन्छु होला अलिकति केयरफुल हुन्न होला तर घर जाँदा बाबा मम्मी हुँदाखेरि त म सकेसम्म अलिकति केयरफुलै भइन्छ नि जो पनि केयरफुलै हुन्छ नि कोही पछाडि आफ्नो रेस्पोन्सिबिलिटी हुनसाथ केयरफुल जो पनि हुन्छ होइन के भयो त भन्दाखेरि तिम्रो ठ्याक्क त्यो जर्मन एम्बेसी कि के त्यो कालो पुलबाट यतापट्टि वान वेतिर जाने त्यो जर्मन एम्बेसी होला जर्मन एम्बेसीतिरबाट आइरहेको थिएँ उतापट्टि त्यो एउटा पार्टी प्यालेसको कारणले जाम रहेछ अनि यताबाट होलो स्पेस थियो गइरहेको थियो क्या अगाडि मेरो अगाडि नि 1-2टा बाइक गइरहेको थियो मनी गइरहेको थिएँ उताबाट केही आएको थिएन अब त्यहाँ तिम्रो सिङ्गल त्यो डटेड लाइनवाला छ त्यो भने ओभरटेक गर्न मिल्छ भन्ने हिसाबले म चियापेर गएँ उताबाट त एउटा त मलाई हानौला जसरी पेलेर आयो क्या म र म बाबा छु क्या मलाई एकदम त्यो नरमाइलो म नउला चियापेर गएको हो खाली थियो म तिम्रो डटेड लाइनमा त खाली भएपछि अर्को लेन गरेर गर्छु नि होइन
अनि त्यो हुन्छ नि मेरो इन्टेन्सन उसलाई च्याप्ने अथवा केही थिएन क्या, तर त्यसले चाहिँ के थियो भने धेरै स्पेस हुँदा हुँदैन मलाई च्याप्यो क्या, बुझेन, मलाई पेल दिन्छु भन्ने हिसाबले आयो क्या। तर त्यो होइन नि त, किन भन्दाखेरि यता गाडी छ म ओभरटेक गरिरहेको छु भने त उतापट्टिको मान्छेले ठाउँ छ भने कन्सिडर गरिदिनु नि त, त्यो हो नि त भन्दा। किन भन्दाखेरि त्यही ठाउँमा त उसलाई राखेर र मलाई उताबाट डिरेक्सन आउने चाहिँ म र यताबाट जाने ऊ नि हुनसक्छ नि, पाएन त। त्यो यसो कस्तो भन्दाखेरि चाहिँ जस्तै ऊ त्यो ठाउँमा भएको नि छ, मतलब ऊ आफ्नै लेनमा जहिले नि हिँड्ने मान्छे नि होइन, ऊ पनि त त्यसरी नै जान्छ। तर के भन्दाखेरि चाहिँ उसले पेलिङ ठाउँ पायो क्या। अब इन्टेन्सन के मैले केही नि भनिनँ क्या, बुझेनौ, मैले केही नि भनिनँ क्या। अब के भन्ने हो पनि, अब उसो लिएन, तर डटेड लाइनमा उसो लिएन जान मिल्छ। म अर्को गाडीलाई ओभरटेक गरेर गइरहेको छु भने डटेड लाइन, अब तिम्रो हाइवेको जस्तो मेन लाइन सिधा डबल लाइन भए पो क्रस गर्न मिल्दैन, डटेड लाइन त पाइयो नि होइन। त्यसरी उ गर्दै अनि अलिकति तिम्रो अन्डरस्ट्यान्डिङ लेभलमा जानुपर्छ जस्तो लाग्छ क्या। यो धेरै हुनेवाला छ यो, जस्तै बाहिर यो त हाम्रोमा त सानो हो नि, रेज रोड रेज भनेर बाहिरहरूको भिडियो हेरेको केटाहरू कस्तो अनि यस्तो। तर मेन कुरा के भन्दाखेरि चाहिँ सबलाई जब ज्ञान हुन्छ नि रोड रेसको बारेमा, त्यसपछि पनि रेस बढ्ने हो कि। जस्तै तपाईँको नर्मली तपाईँ याद गर्नुभयो भने जस्तै कोही दुईजना तपाईँको ठुकिहाल्यो भने मैले चाहिँ नर्मली के देख्छु भन्दाखेरि चाहिँ पहिला आफ्नो सुरक्षा हेर्छन्, बाइकको सुरक्षा हेर्छन्, अनि ठिक छ कि छैन हेर्छन्, त्यो अनुसारले कन्ट्रोल गर्छन् नि त। जस्तै अब यो रेसको बारेमा थाहा छ भने या फिर तपाईँको क्यामेरा छ या फिर तपाईँ होइन त्यही आफ्नो लोकेलिटीमा हुनुहुन्छ या केही छ भने तपाईँलाई इन्फ्लुएन्स गर्ने कुरा फ्याक्टर छ भने अब तपाईँको इन्टेन्सन के हुन्छ भन्दाखेरि बाइकको सुरक्षा आफ्नो सुरक्षा होइन कि, यसलाई छोडिदिनु म, त्यो लाइक त्यो एग्रेसिभ भइन्छ नि त बढी। जस्तै के भन्दाखेरि चाहिँ उसले खत्तमै क्यामेरा छ भने उसलाई सम्झाउनु पर्छ होइन, कन्फर्म गर्नुपर्छ, नत्र फेरि त्यो केही पनि गर्नु भने ए मैले जसलाई पेले हिँड्दा नि के हुन्छ भन्ने हो भने उडाउँदै लिएर हिँड्छ, उसले त्यसरी हिँड्छ पनि, उसलाई कन्फर्म गर्नुपर्छ। कन्फर्म गर्नु गलत पनि भने होइन, तर के भन्दा भन्दाखेरि चाहिँ कस्तो कसरी गर्ने त, एग्रेसिभ भएर गर्ने कि सम्झाउने हिसाबले गर्ने त भनेको। त्यो एउटा समय थियो त्यस्तो होइन, आजभन्दा 12-15 वर्ष अगाडि त्यस्तै हुन्छ। बाइकबाट पेल्ने बित्तिकै क्यामेरा बिना हुन्थ्यो पहिला चाहिँ होइन, अहिले सबले क्यामेरा झुन्डाउनु थाले। त्यो केटाहरू अब दाइहरू आफू त बच्चा त देखे रोडमा बाइकले पेल्यो भने सडकको पनि सिधै दाइ कुटिहाल्ने कानुन लाग्छ ड्राइभर सिटमा झिकेर हान्ने त यही हो। मैले मेरो स्कुल लेभलमा थाहा भयो क्या, दुईटा बच्चैमा थाहा भयो भनाभन गरिरहेछन् होइन, किन हानाहान गर्दैन होइन, हानाहान गर्नु पर्यो नि त। भनाभन त कि होइन केटी मान्छे लडायो र भनाभन गर्ला, मेरो यहाँ आन्टीहरू त्यो ठुलो लडायो र छतबाट एकअर्काले गाली गर्ला, छोरो मान्छे त एक दुई मुखा त हान्नु पर्यो नि त होइन, हान्ने हान्दैन नि त भनेर होइन, झगडा गर्नुहुन्न है केटा। छोरी मान्छेले हान्छ, छोरी मान्छेले आरो मम्मी र यहाँको आन्टी झगडा गरे जस्तो भन्नु खोजेँ भाइ मैले होइन, भने गरिहाल्छ नि भाइ, सांसद यार भएपछि पर्दैन किन, त्यो 5जना राम्रो छ त छैन नि, कस्तो कुरो गर्छ त्यो भन्नु खोजेँ। जस्ट भएर केटा हो होइन, अब कहाँ आज हेर्ने मात्रै हेर्दाखेरि भयो, जे गर्दा नि भयो होइन। त्यो रेसवाला कुरामा चाहिँ अब जस्तै त्यहाँ ऐना कुटेवाला कुरामा त्यो जस्तै त्यो के अरे जो हाम्रो काबुली सम्झी दाइ हुनुहुन्थ्यो नि, त्यो दाइको त्यो क्लियर गल्ती भइसकेपछि अपोलोजेटिक हुनुपर्छ भन्ने कुरा चाहिँ त्यो दिमागमा एकदमै खतम कुरा। भाइ अलिक सरी है, म अलिकति उसमा थिएँ रसमा थिएँ, मैले ओभरटेक गर्दा नअप्ठ्यारो होला भनेर भन्यो भने लाइक मैले भनेको चाहिँ त्यो एग्रेसिभ मान्छेको नि अलिकति मुड शान्त हुन्छ, कसरी ट्याकल गर्ने भन्ने कुरो हो, मुड शान्त हुन्छ। जस्तो कसो भन्दाखेरि जसको गल्ती छ नि त्यसले पहिला आफ्नो गल्ती रियलाइज गरेर अर्कोले त्यसको गल्ती रियलाइज गराइदिनु पर्ने भने आफै घोघाटामा साम्य हुन्छ क्या। त्यसमा त कसैले गरेर उचालिरहनु पर्दैन। अब त्यो केसमा त मलाई आउने भनेर तँ टाढा हिँड्ने होइन भनेर हिँड्ने खालको एउटा फ्ल्याटै हान्छ। अनि उसलाई के हो त भन्दाखेरि घुमाएर आइराखन् भनेपछि त्यो ट्रिगर हो क्या भन्दा हो देखाउन आएको भन्ने बुझ्नु मलाई भन्ने हो क्या। त्यो गल्ती त गाडी लिएर हिँडे मलाई 2-4 जना त पेल्दिने हो हान्दिने हो भनेर हिँडे हान्दा उसले नि होइन र सलमान खानलाई गाडी लिएर हिँड्नु गाह्रो छ देशमा। अनि त्यो लेभलको उसमै पुग्यो त। तर यस्तो रहेछ यो त्यो हामी जुन चाहिँ हामीले अहिले गाडी चलाएर हिँडेको नि त होइन, तर हामी जसरी बाइक चलाएर लिएर हिँडेको छ नि गाडीमा बस्दाखेरि चाहिँ केटा हो साथी भने हामीले लास्ट टर्चर दिया हुँदो रहेछ यार गाडीमा। बाइक चलाउने बेला छिराउँदो रहेछ हुन्छ नि त्यो। एकचोटि सबै बाइक राइड गर्ने मान्छे चाहिँ एकचोटि गाडीमा चाहिँ फ्रन्ट सिटमा बसेर त्यो हुन्छ नि 2 घन्टाको प्रपर काठमाडौँ राइड गऱ्यो भने चाहिँ त्यो हुन्छ नि सबैले बाइकवालाले लेसन चाहिँ पाउँछ है। तपाईँले रियलाइज गरेर दिमागमा के ल्याउनु पर्छ भने ठ्याक्कै त गाडीमा बसेर हेर्नु भने तपाईँले गाली गर्नुहुन्छ अनि गाली नै गर्नुहुन्छ क्या। तपाईँले गाली नै गर्नुहुन्छ त्यो बाइकवाला गाली नै गर्नुहुन्छ अनि फेरि दिमागमा के रियलाइज गर्नु यो बाइकवाला मै हो भन्ने डाउन गर्छ हैन। यस्तो जस्तो लाग्छ त्यो चाहिँ कुरा हुन्छ त्यो केसमा चाहिँ कुरा के छ त्यही भने मान्छे मात्रै ठुलो हो कुरा नि ठुलो छ वान भाइ भन्नै दिँदैन। त्यस्तो केसमा चाहिँ
तिमी पनि गाडी सुन्नु चलाउने नि त। उता फर्काएर आइको भइसक्यो सरी भन्न आएको होइन होइन है गल्ती भयो म त राइट साइड आएको थिएँ तपाईँ साइड आउनुभएको मेरो गल्ती भयो होला आएको होइन ऊ कुट्ने आएको हो अथवा थर्काउन आएको कन्टेन्ट लिन आएको हो सिधै गरेर अब त्यो थर्का पहिला त हामीले फुल भिडियो त देखाएको छैनौँ त हामीले छैन होइन त्यसमा अगाडि थर्काएको होला के होला रिस उठ्यो रिस उठ्यो हात छोड्नु थालिसक्यो उसले त त्यो सरी भनेर हात छोडिसकेको छ नि त लास्टमा हो नि त उसले सरी भनेर पहिल्यै गएर सरी सरी भनेन नि त उसले लास्टमा भनेको सरी नि त्यो बेला उसले सरी भनेर गयो होला नि अब त कुटेर बसेन गयो हिटेड मुभमेन्ट भयो डिस्कसन भयो तँलाई के लागिरहेछ त भन्दाखेरि तँ आफू सही लागिरहेछ मलाई म आफू सही लागिरहेछ होइन त्यो भएपछि तर म बाजिरहेरै हुन्छ होइन एउटा पोइन्ट गइसकेपछि जब मैले सरी अथवा तैँले मलाई सरी भनिदिइसक्नु भयो त त्यो भने त एउटा पार्टी त तेरो यो इन गरम डिस्कसन ठोकेर गएको देखिन भने ठोकेर पहिला ठोकेर पछि सरी भन्यो के होइन नि हो सरी भनेको आउँछ त्यो हैन दाइ दुई तीन थप्पड खाएपछि ओ यसले त मार्नेको अब त सरी नभन्यो अब त हुँदैन मैले दाइ सरी सरी भन्दा भन्दै एक घन्टा हाने भन्नु थाल्यो त त्यो त पछि कुरा हो पछि कुटे खान थाले सरी भने हो भनेर पछि दुई तीन थप्पु खाएर लासा खाइसक्यो लासा खाइसकेपछि लासा मार्छ मलाई लात पनि हानु दुईलाई दिइरहा जङ्गी रहेछ अनि यस्तो हो कस्तो भन्दाखेरि चाहिँ अब यसमा त केटाहरू गल्ती त काहीँ पनि देखाउनै मिल्दैन मिल्दैन। जति गल्ती देखाउने हो भने उनीहरू फर्केर गएर त्यसरी त्यो उनीहरूको गल्ती एउटा के भयो भन्दाखेरि कुट्टा पनि उनीहरू सोझो पनि हो नि त आज वाइ पाइरहेछन् कति सोझा केटाहरू रहेछन् भाइ अब हामीलाई त पढाएको के छ भन्दाखेरि भाइ यार त्यो जुन बेला त क्रास हुँदा हुन्छ त्यो बेला सोझो म हेर्दै हेरेको छैन गर्ने आएको भ्लगका कन्टेन्ट खिच्न आएको भनेर मैले धेरै वास्ता गरेन कि यसलाई बुझिनस् अब समाचार भरि आउनु थालेपछि त ल साइकै भयो समाचारले भन्न थालो ए दुईजना सोझा युवा के यस्तो हो मैले भने केटाहरू कन्टेन्ट लिन गयो होला नि या कन्टेन्ट गर्न गयो होइन ल त्यो छोडिदिउँ तर उसले त्यो आफ्नो गल्ती हुँदा हुँदै ऊ राउन्ड आएर त्यो पेलिँदै उसले कुट्नु थालेपछि त्यो अब केटाहरू गल्ती काहीँ देखाउनै मिल्दैन क्या त्यो पोइन्टै गर्न मिल्दैन नि होइन उसले हातै छोडिसकेपछि कहाँ हात छोडेपछि चाहिँ हात यताबाट केही न केही टु एभ्री एक्सन देयर इज इक्वल एन्ड अपोजिट रिएक्सन भन्छ न्युटनले मात्र भने हैन हाम्रो धर्मले के सिकाएको छ आइलाइन माथि जाइलाइन अपोजिट रिएक्सन हो नि त हैन नि हो अपोजिट रिएक्सनमा उ शान्त भयो रिजी भयो आइलाइन माथि जाइलाइन गान्धीको डराको नि सातो गयो उसको टोल हो नि त त्यो एरिया उसैको भनेर दिइसक्यो होला अनि अब उता जान समाउँछ यता जान समाउँछ सरी बाहेक विकल्प केही नभएर हो उसको एरियामा भयो उसले पुर्दैन थियो र हामीले नचिनेर उसले त्यो लेभलसम्म एक्सकेलेट हुन्छ भन्ने सोचेकै थिएन कि उसको बाजा बाजाको मात्रै कन्टेन्ट थियो नि त कुटापिटको कन्टेन्ट त्यसरी तिनीहरूले भ्याट एक्सन हान्यो भने तिनीहरूले एटलिस्ट पेल्छ त केही नभए पनि पेलिन्छ मामा स्तब्ध नै हुन सक्छ मान्छे मतलब अचानक कसैले आएर हान्यो भने लाइक मान्छे अचल पनि फर्काएर गाली गरेर फर्काएर गयो किन ए हान्छु भन्नु न गाली गर्छ गाउँ नि हैन कुर्छन गायो नि त कुर्छन गायो तर यस्तो हो दाइ सुन्नु उसले भनेर के ऊ थर्काउँछु भनेर मेन्टालिटी उसको के छ यसलाई थर्काउँछु राम्रोसँग थर्काउँछु भनेको गाडीको बालाको के छ तिमीमा आज तिमीलाई धोपी कुटी खायो भने उसको दिमागमा त्यो आइसकेको छ ऊ आउने बित्तिकै सेकेन्ड थालो झगडा यस्तो भयो कन्टेन्ट लिन गएको थिए राम्रो कन्टेन्ट जीवन बदल्दैन नि त भाइ जीवन भाइरल भयो सब्स्क्राइबर बढिसक्यो बढिहाल्यो अभियसली बढ्छ सब्स्क्राइबर बढ्यो भ्युज बढिसक्यो के गर्छ एन्ड गोलको कुरा हो नि त हेलमेट आज दुई थप्पै आएर सब्स्क्राइबर बढ्छ भने मन खाइदिन्छु नि हेलमेट ल्या त्यही भएर पनि त्यही कारणले स्किप जस्तो लाग्छ हैन जाहेर दिया गरीमै गरे खा भनेछ त्यो लेभलको स्किट भन्दा नि त्यो रेसा भन्छ तिनीहरु दुईटालाई हाल्छ नि भन्दा किन भन्दा पुलिसलाई तिमीले त्यो गरे गुमरा गरे चिन्दिला हैन भन्ने चाहिँ दुईटै टोलीलाई पुलिसले हान्छ त्यो दोबी हैन जति गर्न पाएन नि त्यो पुलिसलाई सरी भने छोड्दैन झन् अस्ति त्यत्रो गरे पुलिसले छोड्छ छोड्नु नि हैन रेस्पेक्ट गर्नु पर्यो हैन नेपाल पुलिसलाई त जहिले रेस्पेक्ट छ त्यहाँ पुलिस चौकी छ भनेर त म ढुक्का साथ हिँड्न पाउँछु ढुक्का साथ सुत्न पाउँछु त्यो त मैले बुझ्न बुझेको छ नि त भाइ म गएको हो र जिन्जी आन्दोलन चौकी हालाउनलाई ऊ त्यहाँको एउटा फुच्चे गएको किन समात्दैन खोइ थाहा छ दुई चारजना त मान्छे मलाई थाहा छ म त भन्छु हो पनि सोध्न आयो भने हो पनि होइन भन्छ यार देशको सम्पत्ति जलाउने त्यो त्यसको मात्र छानबिनको उ गर्ने 24 को छानबिन खोइ त
पोइन्टै त्यही त हो नि। जस्तै सरकारले चाहिँ तपाईँको यो वाला कुरामा नि एकदम बदनाम भइरहेको पनि वाला कुरामा नि अब जस्तो पोलिटिकल कुरै जान्छ होइन। जस्तै के छ रहेछ भन्दाखेरि जस्तै त्यो बिबिसीले पनि 23 गतेको घटनालाई मात्र ल्याएर अलिक बढी गरेछ हाइलाइट चाहिँ छ। जस्तै उनीहरूले चाहिँ के लाइक त्यो एनालिस्टहरूले चाहिँ खतरा खतरा उयोहरूले के भनेको भन्दाखेरि उनीहरू 24 घटना कुरा गर्दैनन् अरे। जस्तै 24 को चाहिँ कता न कताबाट स्ट्रक्चर्ड हुनसक्छ अरे क्या। जस्तै हामीले हेर्दाखेरि रेक्लेस देख्यो भने काहीँ न कहाँबाट सङ्गठित हुनसक्छ भनेर उनीहरूले त्यसमा छानबिन गर्दैन अरे क्या। त्यो मतलब तान्दै 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 लहरो तान्दा पर जान्छ नि त भन्छ धेरै माथि जान्छ भन्ने कुरो किन भन्दाखेरि त्यो सोझो कुरो भाइ त हामी जे भने अहिले त ग्यासमै उ गरे हो एउटा सोसाइटी ट्रान्सफर्म भएको आगै नि छिमेकबाट चिमटाले लिएर आएको हो केटा हो। मलाई त त्यतिसम्म नि थाहा छ केटकेटी हुँदाखेरि होइन। तँलाई हामीलाई दाउरा पेट्रोल दियो भने तँलाई हामीलाई 5 मिनट लाग्छ भाइ आगो बाल्नलाई। चुलोको आगो क्या भाइ। अनि तिनीहरू संरचना जलाइरहेछन् क्या। अनि त्यो माथि के अरे कस्तो मान्छेले जलाउन सक्छ त जलाइदियो थाहा छ क्या। अदालतकै कुरामा पनि अदालतको नि जहाँ फाइल हुन्छ कसको फाइल जलायो त्यही हेर्न मिल्छ भनेर क्लियरली मान्छेले भन्ने नि त। जसलाई तोकेर यसले गरे त्यसले गरे भन्न नमिल्ने भएर तर गरे हेरे हुन्छ कसको जलेछ फाइल हेरे हुन्छ अनि कसले गराएको पनि थाहा हुन्छ भनेर टेन्टेटिभ चाहिँ तिमीले भने म चाहिँ 24 गतेको रिपोर्ट चाहिँ एकदम कुरिरहेको भने चाहिँ तिम्रो लहरो तान्दा पहरो गएको जस्तै हुन्छ क्या भन्छ। 24 गते ठुलो त्यो यदि कसैले तिम्रो त्यो अर्गनाइज्ड हिसाबले गारेछ भने चाहिँ यस्तो चाहिँ तिम्रो सबैभन्दा खतम हो। मलाई चाहिँ गानै लाग्छ अनि मैले आज भर्खरै त्यो उसको कुरा सुनेको थिएँ। मैले के अरे भीमार्जुन आचार्यको त्यो इन्टरभ्यू सुनेको थिएँ। अनि त्यो उसँग राजेन्द्र बनियासँग के अरे हो राजेन्द्र बनियासँगै इन्टरभ्यू थियो। अनि त्यसपछि त्यहाँले के भन्नुभएको थियो भन्दाखेरि चाहिँ जस्तै हामी यसरी सोचिरहेछौँ अब मैले चाहिँ कुनै पनि प्रुफ छैन जोसँग प्रुफ छ त्यसले अगाडि आएर कसैले भन्दैन। तर मैले आफ्नो आकलन अनुसारले भन्नुपर्दाखेरि चाहिँ जस्तै तरवारी हत्याकाण्ड त्यसपछिको देशमा हुने माओवादीको के अरे जुन त्यस्तो हिसाबले जसरी 23-24 गतिको घटना छ यो चाहिँ कतै न कतैबाट सङ्गठित भएको गराइएको खालको देखिन्छ एउटै पार्टी देखिन्छ भनेर उहाँले भन्नुभएको थियो क्या। अनि म उहाँको कुरा चाहिँ नर्मली सुन्दाखेरि चाहिँ एकदमै खतरा मान्छे जस्तो लाग्यो। अनि जस्तै अब उहाँको इन्स्टिङ्क्ट हो उहाँसँग केही प्रुफ छैन उहाँले त्यहीँ भनिहाल्नु हो होइन। तर त्यो देखिसकेपछि चाहिँ अलिकति के हुन्छ भने चाहिँ कसले गराएको भन्ने कुरा चाहिँ क्लियर चाहिँ हुनुपर्छ क्या। 24 गतिको घटनामा मैले चाहिँ के भन्छ भन्दाखेरि जस्तो अर्कोचोटि फेरि चल्नु हुँदैन कि अर्कोचोटि फेरि यतिकै मर्न नि मिल्दैन। कुनै पनि तिम्रो व्यक्तिको घर सम्पत्ति जल्न नि हुँदैन र सार्वजनिक सम्पत्ति त झन् केही हुँदै हुँदैन क्या होइन। व्यक्तिगत नि हुनुहुन्न कुनै पनि पोलिटिक्समा लाइक परे नेताहरूको नि घर ज्वाइला करप्सन छ भने नियम कानुनले तिम्रो भोलि लिएर आउने हुन्छ होइन। मान्छेले न्याय नै खोजे भए मैले भन्नु खोजेको मान्छेले न्याय नै खोजे मान्छे उनी गर्न खोजे भए समात्न खोजेको थियो। त्यही पोलिटिसियनहरूले समातेको थियो हामीले कुटाइ भिडियो हेर्न मजा आयो होला भाइरल भयो होला होइन। त्यही समात्न पनि रहेछ कन्ट्रोलमा लिन पनि मिलेको रहेछ त्यो समातेर जुन थर्काउनु मिलेको थियो ल बाबु के छ त्यो काला छिटा खोल भन्न मिल्दैन थियो। समातेर राखेर सबैलाई अड्डा अदालत थिएन र होइन। मैले भनेको गलत हो गलत गरिसके होइन भाइ त्यो संरचना चले हो त्यसको अर्डरमा त छ नि त भाइ लेजिस्लेटिभ छ त्यो जुडिसियल स्ट्रक्चर त छैन त संरचना पो चल्यो त भोलि तेरो नेपाल राज्यभरि तेरो संरचना त्यसरी चल्यो रे 10 वटा मात्रै भाषा भन्छ के गर्छ माओको कुरा चाहिँ ठिक हो यसो के डर छ त छैन सुन न तर कसरी गएको छ संसद भवन चलाइरहेछ पुलिस चौकी चलाइरहेछ पुलिसले हटाएछ पुलिस देशमा छैन त्यो त पुलिस छैन नि त ड्युटीमा छैन र जे गरे नि हुनुभयो नि त हैन लुटे नि हुनुभयो मारे नि हुनुभयो काटे नि हुनुभयो नि त दुखेन नि त मारेन नि त काटेन नि त हैन एडभान्टेज भाडपट्टि लुट्नु गयो नि त यस्तो के मलाई कसो भन्दाखेरि जस्तो देशमा ल एन्ड अर्डर नभएपछि म के गर्छु भन्ने सोचे अदिले सबैले गरे जस्तै अब हामी आयौँ त आइ तास खेलेर बस्यौँ घर केही ल भएन भने हामी तास खेल्छौँ भन्ने सोच रहेछ हाम्रो माथिको सोच पुलिस भएन भने घर तास खेलिन्छ भन्ने हाम्रो पुलिस हुँदैन के केटाहरू चाहिँ एक ठाउँमा हुनु पर्यो 8-10 जना जसले गर्दा चाहिँ यदि केही गरी संगठित खालको तिम्रो अपराध हुन लाग्यो भने हामी प्रतिकार गर्छौँ एक लेभलसम्मको भन्ने हिसाबले 5-7 जना बस्नु पर्यो तास खेल्नु पर्यो जे संगठन हुनु पर्यो हैन। यहाँ बसिहाल्यो भने हाम्रो छरछिमेको घर चाहिँ चलाउन दिँदैन भन्ने हिसाबले बसिँदो रहेछ होइन न बचाउनु गइदो रहेछ न चलाउनु गइदो रहेछ भन्ने कुरा चाहिँ क्लियर हुन्छ त्यसरी गयो होइन भन्छ हामी त वडा कार्यालय तिम्रो उ गर्न गएको वडा कार्यालय रोदा यतापट्टि घुमेर आएको हामीले त तिम्रो पछि पानी चाहिँ हाले है अब बचाउनै सकेन भन्छ प्रशान्तलाई भने त्यसलाई हान्ने भनेर त तिम्रो यत्रो भाला लिएर आयो भने भन्छ यो के भयो मैले कसो भने यो मान्छे के भयो प्रशान्तलाई भने यो त्यसलाई हान्ने भनेर ट्रेन्ड फलो गर्ने त भने ल मैले भन्नु खोजेको ल जति नै सङ्गठित भए पनि यहाँ काठमाडौँको कायसरी मनोरा नगरपालिकाको 7 नम्बरको वडा कार्यालय जलन चाहिँ सङ्गठित थिएन क्या त्यो ट्रेन्ड फलो गरेर चाहिँ किन हो त्यही क्या हो अरु संविधान सभा तिम्रो भवन होला अदालत होला सिंहदरबार त्यो तिम्रो हो तर हुन्छ नि यहाँको पुलिस चौकी सानो अथवा तिम्रो वडा कार्यालय 7 नम्बरको वडा कार्यालय आएर यहाँ चाहिँ हालिदिनु पर्छ भन्ने चाहिँ त्यो के ट्रेन्ड फलो के दिमाग के भयो क्या
ओहो हामीले भिडियो खिचेर भाइले भने जस्तै अहिले हात क्यामेरा छ भ्युज भयो के भयो नेगेटिभिटी अनि यसो मान्छे त जान्छन् त्यो ओडा बनायो भने त हाम्रो पैसा लिन्छ हामीले गरेको पैसा पनि लिन्छ। त्यही कस्तो हो, कुरा होइन? सरकारले त्यही हो त भाइ। हामीले 7 नम्बर ओडा कुरा गर्यौँ 7 नम्बर ओडा भन अथवा के भन् तेरो 7 नम्बर ओडा जलाउन जाने कोही 7 नम्बरको बासी छैन जो यहाँ यसो ट्याक्टिभ छ होला नि तर भाडामा बस्ने भन्न खोजेँ जो छ नि होइन त्यो कस्तो त भन्दाखेरि जो दरिद्र जसले चाहिँ के हुन्छ त भन्दाखेरि समाजमा अराजक फैलाउने अपराधको घटना गराउने खाले हुन्छ नि त्यो केहीको नसा केपी ओलीले भन्नुभएको थियो हुन्छ नि चिया खाएर रक्सी खाएर के खाएर उत्तेजित भएर गएकाहरूले गरे हो क्या किन भन्दाखेरि उनीहरूलाई त आज देश एक दिन चाहिँ जे गरे नि हुन्छ क्या उनीहरूलाई बुझ्न त्यस्ता कस्ता कस्ता मान्छेले जो चाहिँ तेरो अपराधमा पहिले नै हिँडेर पुलिसले बाटा दिएको भने यहाँ आइज भनेर जसलाई चाहिँ त्यो उ गराउने जो चाहिँ तिम्रो प्रहरीको घेराभित्र पर्छ नि त्यो क्राइम गर्न सक्ने चान्सेस भएको मान्छेहरू पुलिस POLIS लेख्ने होला त्यस्तो खाले मान्छेहरूलाई उनीहरूलाई त के भन्नु पुरा भित्तामा लेखिरहेको फक पुलिस कुन लियो होइन मैले स्पेलिङ हेरेँ POLIS ल्याएर मान्छेले लेख्छस् क्या यो कुरा कहिले चाहिँ लेख्छस् यो कुरा मैले भने चाहिँ भन्छ त्यो कस्तो खाले मान्छेले गरेर त्यस्तै त्यस्तै खाले मान्छेले क्या जसलाई चाहिँ पुलिससँग रिस उठेछ क्या आज यो पुलिसलाई पिट्ने मैले भन्ने उसको माछा क्या किन भन्दाखेरि त उसले अरू बेला अपराध गर्दै बेला त मलाई पुलिसले पिट्या भन्ने छ नि त उसलाई आफ्नो अपराध थाहा छैन अपराधलाई पिट्यो भने त तिमीलाई व्यक्तिलाई पिट्ने हुने नि त भन्छ जस्तै म विज्ञान चाबगाईलाई भोलि बाटो हिँड्दै मैले त यत्तिकै पिट्दैन नि त म विज्ञान चाबगाईले केही अपराध गरेँ भने मलाई मेरो अपराधको सजाय आएको छ पिट्ने होला अथवा के होला 2-4 धापु हान्छ हानिहाल्छ नि 24 गते घटनाको चाहिँ मेरो फेरि फाइनल थर्डै त्यही हुन्छ होइन 24 निष्पक्ष एकदम निष्पक्ष जो सुकेको सरकारमा आए पनि जोसुकै भए पनि ती सबैको राम्रोसँग छानबिन भएर कारबाही पनि हुनुपर्छ मजाले 24 गते पनि मैले 23 गतेमा किन इन्फोसिस दिन भने 23 गतेको मान्छेले दिशा खान इन्फोसिस देखिन्छ न त्यसमा कारबाही हुन्छ मेरो अनुसारले चाहिँ हुन्छ जस्तो लाग्छ त्यसमा कारबाही होइन मैले भने चाहिँ तपाईँले सोचे जस्तो नहोला प्रधानमन्त्रीलाई लड्न नजाग्ला होइन जो छन् त्यहाँनिर सँगाउन त्यो अनुसारले कारबाही हुन्छ आयोगले के रिपोर्ट निकाल्छ त्यो हिसाबले आयोगले जसलाई दोषी बनाउँछ उसलाई तर 24 को केसमा चाहिँ मान्छेले जुन हिसाबले दबाउन खोजेको साइलेन्टली आयो 24 त 23 गते भयो अनि 24 गरिहाल्यो नि अहिले ढल्यो अनि जल्यो भनेर कहाँ पाइन्छ चलाउन पाइन्छ यार तिमीले एउटा समाज विकास गर्छु भन्ने सोच होला उसको होला मेरो स्थानीय तहमा मात्रै म राजनीति गर्छु भन्ने सोच होला मेरो तिम्रो भोलि तिम्रो समय अन्तरमा मैले तिम्रो पैसा कमाउँला अरे मैले राम्रो घर बनाउँला अरे म तिम्रो स्थानीय तहमा राजनीति गरेर हिँड्या मान्छे परि भने अब मेरो घर ल्याएर जलाइदिनु त यहाँ जलेन त धनीको घर जल्यो मैले धनी नहुने त्यही भने कम्युनिजम चाहियो सबलाई त्यही भने होइन के सबले एउटा गाई पाल्ने एउटा छाता बोक्ने बिपीके समाजवादमा जाने भने नि जाम अनि मात्र देश विकास हुन्छ भने मलाई एउटा साथी सही कुरा हेरेर कम्युनिजम चाहिएर चाहिँ सबलाई भने कोही धनी दिन चाहिने सब राज्यको सम्पत्ति होस् रे कम्युनिजम सब राज्यको भए पनि चलाउनु रहेछ निनीहरूले होइन यिनीहरूको सोच के भन्दा कम्युनिस्टलाई फाल्ने तर के तरिकाले भन्दा कम्युनिजम तरिकाले मतलब सो हार्ड छ हैन त्यही भने अति गलत भयो टेररिजम है त कम्युनिजम चाहिँ हैन टेररिजम हो 23-24 दुईटै खतम हो देशको लागि मैले देख्दा चाहिँ 23 जति घातक छ नि त्यो भन्दा बढी घातक मलाई 24 लाग्छ प्रोटेस्ट गर्न जान्छु भन्दाखेरि गोली खानु पनि भएन प्रोटेस्ट गर्न विरोध गर्न पाउँछ लोकतन्त्र गणतन्त्र भने यही त हो नि प्रोटेस्ट गर्दाखेरि गोली खानु भएन मैले हैन अनि त्यसपछि मैले धनी भयो भन्नेमा ल देशमा के आन्दोलन हुन्छ म धनी भयो भने अब मैले प्लेन हेलिकप्टर लिएर धनी हुनुपर्ने रहेछ भन्ने दिन हुनु भएन त्यो मजा आएन यसका साथसाथै सकाइदिउँ हो भाइ केही बोल्न खोजिरहेको थियो होइन भन न तिमीलाई त्यसको बारेमा के होइन कहिलेकाहीँ शान्त नि हुनुपर्छ सुन्दाखेरि भाइको शान्तवाला 100 देऊ भाइ यस्तो होइन यस्तो सबैजना बोलेपछि सुन्ने चाहिँ कसले त हामी चाहिँ सुन्नु परेन सबजना मैले बोल्न थालेँ तपाईँले बोल्न थाल्यो चारैजना बोल्नु एकअर्काको कुरो सुन्ने मान्छे चाहियो नि त्यो आजै सुन्न फेरि भाइले भने चारजना बोल्न थाल्यो भने त्यो ब्लग जस्तै हुन्छ यहाँले थाल्यो भने यसको कुरो यसलाई बुझ्दैन भने अर्को ब्लग भन्छ हामी त झन् हामी किन टिकट आयो गरिदियो भ्युजको लागि हरेक होइन त्यो छुट्टै नेक्स्ट पार्ट तर कस्तो कुरा हामी भन्नु खोज्छ हामी त हरेक दिन विवाद गर्छौँ हामी त हरेक दिन डिफ्रेन्ट ओपिनियन राखेर बस्छौँ हेल्दी डिस्कसन हो नि त भाइ हाम्रो त हाम्रो अनहेल्दी डिस्कसन होइन त हामी कति जे भयो नि ल केही नभए नि हप्ता 4 चोटि 5 चोटि त भेटिन्छ होइन 5 चोटि राख्न मिल्यो नि होइन हप्ता 5 टाइम्स अ विक हुन्छ नि त हाम्रो के हुन्छ त हरेक दिन एउटा टपिक हुन्छ अथवा एउटा ओपिनियनको हुन्छ म एउटा ओपिनियन तेरो मेरो जहिले नि केही न केही कुरामा सबै कुरा तैँले ओके नि भन्दैनस् मैले ओके नि भन्दिनँ एउटा पोइन्टमा त आर्गुमेन्ट हुन्छ नि त्यो हाम्रो भने हेल्दी डिस्कसन हो क्या जसले तँलाई नि पोजिटिभ गरिरहेछ मलाई नि क्या यदि त्यो नेगेटिभ भइदियो भए त तँ र मेरो हप्ता भने
एकचोटि नि भेट हुँदैन थियो नि त होइन? कहाँ पहिलो हप्ता सेकासेक परिहाल्छ होइन सेका सेक होइन भाइ होइन सेकै सेक्दै छ यो फेरि होइन अब त्यस्तै उठे बुझाबुझे भइसक्यो कसरी भेट हुन्छ त हुन्छ र? हुँदैन होइन मैले होइन, भने यस्तो अनहेल्दी डिस्कसन नि हुन्छ नि त भाइ कुट्नै पर्दैन नि त अब संसद भवनभित्र नि दुईटा सांसदहरू डिस्कसन गरेर छ भने कुट्नै जानुपर्छ भन्ने छ र टेबल उचालेर राख्नै पर्छ भनेर होइन नि हेल्दी डिस्कसन हुन्छ नि त भाइ। अरू यो यही तेरो र मेरो यो हेल्दी डिस्कसन हो नि त होइन भाइ हातै गरेर हान्नै पर्ने भन्ने हो नि क्या डिस्कसन कोल्ड त वारको पनि यसरी केसमा गर्नु चाहिँ परिहाल्यो नि। जस्तै अब तैँले अब तँसँग विवाद भएर तैँले जे भने पनि त्यो एगेन्स्टमै बोल्छु भन्ने हिसाबको भयो भने नि त्यो भनेको त्यो चाहिँ आनन्द गर्नै नराम्रो परेन हो, आनन्द गर्नु पर्ने त्यति गरेर ठिक हो त्यो नराम्रो हो तर हाम्रो चाहिँ त्यो हेल्दी नै डिस्कसन हो जस्तो लाग्छ अब जस्तै आज बोलिन्छ के हो जस्तो अनि लाग्छ अहिलेसम्म- एउटा पोइन्टमा गएर कन्भिन्स गराउँछन् केटाहरूले अथवा आफूले कन्भिन्स गराइन्छ या अनि फिर ए अँ हो लास्टमा भनिन्छ डिफरेन्ट होइन? ओपिनियन भनेर छोडिन्छ त्यो पनि पाइयो नि त पाइयो, डिफरेन्ट ओपिनियन पाइयो। भएर सबभन्दा पाइयो नि त पाइयो। त्यही मान्नै पर्छ भन्ने छैन त्यही छैन। मान्नै पर्दैन यहाँ 6 को अङ्क राखेर केटाहरूले 9 देखिरहेछन् उसले मैले 6 देखिरहेको छ त हो त होइन नआउने यताबाट छुट्यो यस्तो म त दुइटै हान्छु। म त कार्पेट देखिरहेको छु भन्न ल कार्पेटका साथसाथै अब चाहिँ सक्यो ल है त। पर्छ लस थ्याङ्क यू भेरी मच है भाइको पिस खै यो चाहिँ पिसको प्रतीक सागर दङ्गाल एक